नमस्कार फेरि पनि सबैजनालाई म चाहिँ यहाँ पासा बाइक सेल्सबाट बोल्दैछु तपाईँहरूको पासा र आज हाम्रो दुईजना हाम्रो प्यारो भाइहरूले चाहिँ एकजनाले 180 लिएर जानुभएको छ र यो 12 लटको 180 हो 2016 मोडलको उहाँले एक्सचेन्जमा लिएर जाँदै हुनुहुन्छ र यता हाम्रो साधन भाइले चाहिँ 20 पल्सर बस 17 को 2027 मोडलको लिएर जाँदै हुनुहुन्छ है। यो चाहिँ वान एन्ड हो है यो बाइक चाहिँ हामी पुरै सर्भिसिङ गरेर उहाँहरूलाई दिएको छौँ। अब यो चाबी चाहिँ हाम्रो साधन भाइलाई दिँदैछु र यो चाहिँ हाम्रो भाइको नाम के हो राजन भाइलाई दिँदैछु है। राजन भाइले 2-4 शब्द हाम्रो पासा बाइक सेल्सबारे भनिदिनु पर्यो। गाईको रिकग्निसन मेन ग्यारेजमा चाहिँ आइराख्नु होला, एकदम राम्रो बाइक पाइन्छ। हस् त धन्यवाद। छोटो र मिठो दियो हाम्रो भाइले। अब हाम्रो साधन भाइले 2-4 शब्द दिनु पर्यो हाम्रो पासा बाइक सेल्सको बारे, बाइक लिएर जाँदै हुनुहुन्छ भनिदिनु पर्यो। बाइक राम्रो छ, एकदम मिलाएर दिनुहुन्छ भाइले। तपाईँहरू पनि आउनुहोस् अनि भिजिट गर्नुहोस्। आफ्नो पासा सेललाई चाहिँ मौका दिनु सक्छु। राम्रो छ, एकदम मिलाएर दिनुहुन्छ भाइले। म त एकदम खुसी नै छु। कस्तो धन्यवाद मेरो भाइहरूलाई। र तपाईँहरू चाहिँ अहिले हामी कहाँ साधनहरू देख्न सक्नुहुन्छ। बुलेटहरू आएको छ है, केटिएम 250 आएको छ, यो स्कुटीहरू आएको छ, क्रस एक्सहरू आएको छ है। मलाई चाहिँ मेरो फोन नम्बरमा मलाई फोन गर्न सक्नुहुन्छ या मलाई फेसबुकमा डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ है त। हस् त धन्यवाद।